मेन कुरा समस्या के भयो भने यो माथि नीति बनाउने ठाउँमा को पुग्छन् भन्दाखेरि अब यहाँ हेर्नुहोस्, सांसदहरू भनेका नीति निर्माता ल मेकर भन्छौँ नि हामी। ल मेकर भनेको मान्छे त के हो भने देश विदेशको ल बुझेको मान्छे हुनु पर्यो, ल कसरी बन्छ भन्ने थाहा पढे लेखेको हुनु पर्यो, दूरदर्शी हुनु पर्यो, सबैतिरको थाहा पाएर ओहो यो मध्येमा यो चाहिँ राम्रो है भन्ने थाहा हुनु पर्यो। अब आरक्षण भनेको छ औँला छाप लगाउनेहरूलाई चाहिँ ल मेकिङमा पठाएका छन्। त्यसले के ल मेकिङ गर्छ? त्यो लेखेको भाषण पनि पढ्न आउँदैन। मैले कति त्यो 8 क्लास पास नगरेको मान्छे गएर के ल बनाउँछ? त्यो मान्छेले नीति के बनाउँछ? त्यसले मलाई त्यही नीतिको अर्थै थाहा छैन। अनि त्यस्ता मान्छेहरूले बनाएको नीतिले देश घुमाउँछ। अनि त्यो बनाएको नीतिले चाहिँ विद्यार्थीहरू भुटुभुटु बाहिर नगएर अनि मान्छेहरू भुटुभुटु बाहिर नगएर कसरी त्यहाँ देशभित्र बस्छन्? त्यसले के रोजगारी सिर्जना गर्छ? त्यसले अहिले संसारभरि भइरहेका जुन प्रगतिहरू छन् त्यो प्रगति देखाउँछ। इतिहास हेर्नुहोस् न, धेरै टाढो नजाउँ, सबभन्दा सजिलो कुरो इतिहास। इतिहास त सबै देशको युनिक हुन्छ नि, होइन? नेपालको इतिहास अहिले हेर्नुहोस् त, इतिहास पढाउन बन्द गरियो। अहिले नेपालको चाहिँ बच्चाहरूलाई इतिहासको एउटा कुरा कोट्याएर सोध्नुहोस्, नेपालको इतिहास थाहा छैन उसलाई। नेपालको केही पनि छैन। उसलाई केही पनि त्यो भएर अब कोट्याउन थाल्ने पनि धेरै हुन्छ। मेन कुरा, मेन समस्या भनेको के हो भने फन्डामेन्टल प्रिन्सिपलमै प्रब्लम छ। यो जो सांसदहरू हुन्छन्, सांसदलाई कोटा सिस्टममा माथि पठाउने होइन, उनीहरूलाई पनि एजुकेसन तोक्नु पऱ्यो। त्यस्ता मान्छे राख्ने हो भने तल राख्नु, ठिकै छ, वडा अध्यक्ष फाइन। किन वडामा चाहिँ यसो मान्छेहरूको चाहिँ समस्या समाधान गरिदिनु पर्ने हुन्छ।